यो भिडियो बनाउने मान्छेको अनुहार देखेर म त मेरो सातो गयो। अब के गरेर सातो ल्याउने? अफ्रिकाको हक्सी जस्तो अनुहारको मान्छे भनेर मलाई कतिजनाले कमेन्टदेखि लिएर इनबक्समा मेसेज पनि गर्नुहुन्छ क्या। भइगयो नि त, तिमीहरूकै राम्रो थोप्रा भयो त भइगयो नि। तिमीहरूको राम्रो थोप्राले घरमा दिनै पछि मासु भात पाके अनि दिनमा 2-4 लाख पैसा झरे नै जस्तो। तिमीहरूको अनुहारको फुर्ती नलगाउ त दे। तिमीहरूको राम्रो अनुहार पनि एक दिन माटो मुनि नै गाडिने हो क्या। त्यही भएर घमण्ड नगर ल साथी हो। म त यस्तै भन्छु का थोप्राको घमण्ड गर्नेलाई। यसो भन्दै भन्दै म चाहिँ गोठतिर गएँ ल। म गोठ पुग्दा चाहिँ भाइ र मम्मी चाहिँ पुरा भित्ताको झाडु उखाल्दै हुनुहुन्थ्यो। अनि मेरो पछाडि चाहिँ बाजे आउँदै हुनुहुन्छ। बाजे चाहिँ मास्तिर डुल्नु जानुभएको अरे। आजकल त फेरि हाम्रो बारीभरि भैँसी पो छ त। म चाहिँ खासमा सपिङ झोला लिएर सपिङ गर्न आएको क्या। अब यो मेरो कुरा सुनिसकेपछि यो सपिङ झोला बोकेर आएर गोठमा चाहिँ कस्तो सपिङ भन्नुहुन्छ? यस्तो सपिङ क्या, गोबरको सपिङ। हिजो अस्ति मेरो किचन लिपेको फेरि आजभोलि त रुँदैछ कि। अब यो रुँदै गरेको किचनको भुइँलाई हँसाइदिउँ न त भनेर गोबर लिएर आएको थिएँ। त्यही भएर मैले चाहिँ हँसाउने कोसिस गर्दैछु। फाइनल्ली मेरो किचन चाहिँ यसरी हाँस्न थाल्यो। त्यस पछाडि मेरो थोप्रा सोप्रा चट्टसँगले धुए। तपाईँहरू कसलाई अमिलो मन पर्छ? मन पर्ने साथीहरूले मलाई सम्पर्क गर्नु होला भनेर भन्दिनँ म, तर भनि त हाले है। त्यस पछाडि फेरि म हिँडे गोठतिर नै। किन त भनेर नसोच्नला, बर्खाको टाइम छ। 24 घण्टामा 25 घण्टा गोठतिर धाउनु पर्छ। 2टा गोली गाई छ, के फुर्ती देखाउनु। म चाहिँ खासमा यो देखिराखेको भुइँमा झार थियो, त्यही केलाउन आएको। तर म यहाँ आइपुग्दाखेरि चाहिँ मम्मी र भाइले सबै केलाएर भ्याइसक्नु भएको थियो। अब यहाँनिर कोदो रोप्नु पर्ने हुन्छ त, त्यही भएर नि यो केराको पातले चाहिँ कोदोलाई सेपी हुन्छ भनेर भाइले चाहिँ यो केराको पात सबै काटेर झारेको रहेछ। मैले चाहिँ नि सबै वस्तुलाई भेलाएर दिएँ। त्यस पछाडि म चाहिँ आएँ रानी वनमा घाँस काट्नलाई। आजकल त यो बर्खाको टाइममा घाँस काटेकै वस्तुलाई देख्दै गर्नुपर्छ क्या। कोदो रोप्ने ठाउँ बनाउनुको लागि बारी केलाउनु पर्यो नि त। अनि आजको मौसम चाहिँ एकदम गर्मी नै गर्मी थियो। भैँसीहरू चाहिँ घामले फुवा हुँदै थियो, त्यही भएर म चाहिँ फुकाइहालेँ। अनि गोठालो गर्दै गर्दै जङ्गलमा गएको थिएँ नि। यहाँनिरको भित्तामा चाहिँ पानी पलाइरहेको रहेछ। म चाहिँ फेरि दिनभरि पानीमा खेलेँ। पहिला बच्चामा यसरी नै खेलिन्थ्यो क्या। के बच्चा बेलामा भन्नु, अहिले त अझै यसरी खेल्छु। मेरो बचपन दिल बचपन भनेको यही होला साथी। गोठालो गर्दा दिनभरि फोन चलाउँदै चार्ज नै सक्यो। त्यही भएर बाँकी कुरा चाहिँ मैले भिडियो बनाउनै पाइनँ। सो म चाहिँ एकैचोटि घरमा पुगेँ क्या। अनि म चाहिँ घरमा पुगेर यसरी रेस्ट गरेँ। एन्ड बाई बाई।